दरबार हत्याकाण्डमा बाँच्न सफल भएका राजा वीरेन्द्रका दुई नातिनी गिरवाणी र सुरङ्गना आखिर कहाँ छन्? आजसम्म उनीहरूलाई किन खोजिएन? 2058 साल जेठ 19 गतेको त्यो रात दरबारभित्र भएको सामूहिक हत्याले एकैपटक सिङ्गो राजवंश परिवार नै तहस नहस बनायो। त्यस रात राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दिपेन्द्र र अन्य राजपरिवारका सदस्यहरूको ज्यान लिइयो। उनीहरूमध्ये राजकुमारी श्रुति शाह पनि मारिन्, तर उनकी दुई छोरीहरू भने बाँच्न सफल भए, गिरवाणी शाह र सुरङ्गना शाह। एकजना 3 वर्षकी, अर्की 7 महिनाकी। त्यो रात उनका बाबु गोरख शमशेर शाह पनि गोली लागेर गम्भीर घाइते भए, तर बाँच्न भने सफल भएका थिए। तर यहाँबाट सुरु भयो अर्को शान्त तर गहिरो रहस्यको यात्रा। यी दुई साना राजकुमारीहरू कहाँ गए? किन सार्वजनिक जीवनबाट हराइदिए? राजा वीरेन्द्रका सन्तान भनिदा आजसम्म पनि धेरैले उनीहरूको नामसम्म सम्झिँदैनन्। न कुनै सार्वजनिक कार्यक्रम, न कुनै औपचारिक तस्बिर। सबै थोक एकदमै गुपचाप गुमनाम नै रहेको छ। सबै थोक एकदमै चुपचाप र गुमनाम। त्यही कारण आज पनि धेरै नेपालीका मनमा एउटै प्रश्न बाँकी छ, के उनीहरू कता छन्? विदेशमा सामान्य जीवन बाँच्दैछन् या कि कसैले नियोजित रूपमा उनीहरूलाई ओझेलमा पारिदिएको हो? राजतन्त्रको अन्त्यसँगै राजपरिवारका थुप्रै सदस्यहरू विदेशतिर लागे। गिरवाणी र सुरङ्गना बारे भनिन्छ उनीहरू पनि विदेशमै छन्, तर ठ्याक्कै कहाँ भनेर आधिकारिक तथ्य छैन, तस्बिर छैन, अन्तर्वार्ता छैन, जीवनको अंश देखिने कुनै छाया नै छैन। यस्तो लाग्छ नेपालको इतिहासकै सबैभन्दा पीडादायी घटनामा बाँच्न पुगेकी यी दुई राजकुमारीहरू आज पनि गुमनाम, इतिहासको जीवित प्रमाण जस्तै छन्। उनीहरूको बारेमा राज्य मौन छ, समाज मौन छ, मिडियामा समेत केही खबर छैन। तर जनताका मनमा भने अझै पनि ती नानीहरूको सम्झना बाँकी छ, जसले दरबारको रगतले रङ्गिएको रात बाँचेर देखिए, तर अहिले उनीहरूको नाम समेत सम्झिने कोही छैन।